हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी अब कता हुन्छ थाहा छैन। अब मेरो साथी पनि आयो। एन्जल यता हेर त के भन्न चाहन्छस्? ल म त केही भन्न चाहन्न। भन्न केही मेरो भ्लगमा आउँदा कस्तो भइरहेको तँलाई? कस्तो अब तेरो साथीले भ्लग स्टार्ट गर्दैछ के भइरहेछ? कस्तो खुसी लाग्यो कि नै? मेरो साथीले भ्लग सुरु गरेकोमा रोकाइरो। अब यो बिजी छ गाइज होइन। अब चाहिँ म यसो हिँड्न थालेपछि म चाहिँ हजुरसित भेट्छु है। ल गाइज हामी चाहिँ आफ्नो बाइकमा, अब अरू त ठुल्ठुलो बाइकमा हिँड्छन्, हामी चाहिँ अब नर्मल हाम्रो मेरो दोस्तको BMW-मा हिँड्दै हौँ होइन। ट्याक्टर लगाएर अर्को साथी जान्छौँ त्यहाँ माथि गइकन साथीलाई नि साथीहरू स्कुल छ, दुई साथी आउँछ चाहिँ हामी त्यसपछि हामी आज खै कहाँ हुन्छ थाहा छैन। अब हिँडिन्छ जहाँ के हिँड्छ। अब यो बाइकले जहाँसम्म साथ दिन्छ त्यहाँसम्म हुन्छ गाइज है त। आइयो अस्ति दोस्त। ओ अस्ति कहाँ हो? बाहिर निस्क्यौ? यहाँ भ्लगमा आउने होला नि तिमी। बड़ा हरामी हो बेटा। तेरे नाङ्गै के बोलेको यो खोला त। ल ल ल अस्ति दाइको घर आइयो हामी। अब यहाँ अस्ति चाहिँ यसो गफगाफ गरिन्छ। अस्ति दोस्त आयो। ओ अस्ति दोस्त के छ? के अब तिमीलाई भ्लगमा वेलकम छ। के भन्न चाहन्छौ मेरो दोस्तको भ्लगमा आउँदा? कस्तो खुसी हुन्छ तिमी? ल ठिक छ क्या? ठिक छ अरू के? सब्सक्राइब हानिदिउँ है गाइज। अस्तिले पनि भन्नु जस्तो सब्सक्राइब हान्नुपर्छ। अब अस्ति दाइको घर आइयो। अब हामी कस्तो हुन्छ के भयो? फोन किन उठाएन र? यहाँबाट त कहाँ यार गर्न त अहिले बिहान मैले के गरेँ यार? म अब यहाँ काम यताउति जानु पर्यो, त्यही भएर ल्याङ भयो यो त ट्र्याक्टर लिएर हिँड्ने थियो। गाइज अब यहाँ हामीले यताउति काम गरेर दोस्तले पानी खाँदै खाम पुरा गाउँले स्टाइलमा। ल के भन्न चाहन्छु? त्यस्तो होइन है साथीहरू, हजुरलाई थाहा नि त म कस्तो भन्ने होइन। यिन केटाहरूमा भन्नै पर्दैन केही पनि। यस्तै हो अब यहाँ हाम्रो यात्रा यहीँसम्म होला जस्तो। ल हाम्रो साथीहरू आयो, दुईवटा साथीहरू। खै एन्जललाई नि यही बोलाम अब। उता तँ त उहाँ आउँछ न भनेर बोला। के छ केटा? ल के छ? भ्लग स्टार्ट गरेको दोस्त के भन्न चाहन्छौ त? ल ल ल तिमीले के भन्ने हो नि? ल ल दोस्तले सपोर्ट हान्छ नि। अब हामी चाहिँ अब त्यहाँ एन्जललाई फोन हान्छौँ। एन्जलले वस्तीको घर हो, त्यहाँ एन्जललाई बोलाएपछि हामी चल्छौँ है केटा। ल केटाहरू। ल हाम्रो काले दोस्त पनि आए। अब चाहिँ हामी यहाँ सुजन दोस्त छन्। अब चाहिँ हामी चलिदिन्छौँ है गाइस। ल है ल बाई 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 गर्दै दोस्त। ल आयो केटा। ल यो यस्तो यहाँ यो पुटलको ठाउँमा यस्तो भित्री ठाउँमा चाहिँ यत्र ठुला ठुला गाडी आउँदा धेरै धुवा धुलो भएको हुनाले यो कुरामा पनि सरकारको ध्यान जाओस् भन्न म हार्दिक अनुरोध गर्दछु। यही गाडीले गर्दा यहाँ यस्तो जाम बनाइदिन्छ, ढुङ्गा पनि त्यस्तै फाल्छ। अब यहाँ पुल यति सानो छ, यसलाई के गर्ने? यसलाई त व्यवस्था गर्नु पऱ्यो नि गाइज यार। ल केटाहरू पनि आइसके हाम्रो केटाहरू। आइयो नि केटा। ल कस्तो तान नि केटा? तान्छ के बाइक त कडै हो नि यो बाइक त यार। जमानाको त ओल्ड इज गोल्ड भन्ने यही हो के छ? कस्तो छ साथी? के छ? कस्तो भयो यहाँ? त्यही खोज्न आएको क्या यार उहाँबाट यार। 20 रुपियाँको लागि मेरो साथी आयो खोज्नु। साथीहरू यो लगाइज यस्तो दामी छ भ्यू। यहाँ चाहिँ एकचोटि आमै गाइज यस्तो बवाल छ। यहाँ माथि पनि कता छ नि यार ठाउँ यार। यहाँ माथि नेपालको झन्डा भएको न। यहाँ जाऊँ न एकचोटि। दोस्त के छ? कस्तो लागेर के भन्न चाहन्छौ यो भ्यूलाई तिमीले? प्रशान्त दोस्त
मेरो जिन्दगी भन्दा त राम्रै हो। भ्लग बनाउँदैछन्। सही हो। ल दोस्त सुजन दोस्त तिमीले के भन्न चाहन्छौ? एकदम राम्रो छ। एकचोटि भिजिट गर्नै पर्छ यो। अँ, एकदम राम्रो। ल ल ल ओ काले के भन्छस् तैँले? यो त कहाँ हो, यो त मुस्ताङ हिँड्दै घर हिँड्यो क्या चिन्दै थिएन बे त बाटा। अँ। कुदिँदै जाँदा। ल केटा हो यस्तै छ जिन्दगी होइन केटा हो। ल ल त्यस्तै यार। केटा हो ल। लगाइ अब चाहिँ हामी फर्किन लागेको। अब धेरै माथि पनि नजाने, यहाँ बाइकले पनि साथ दिएन, यसको बाइकले यो तान्दै तानेन यार। बाइकले साथ दिएन। बाइकले साथै दिएन। अब साथ दिएन, मान्छेले साथ दिएन। यस्तो यार ध्वस्तै भयो। अब हामी अर्को नयाँ बाइक किनेपछि आउँछौँ। ल मान्छे यस्तो बिवाडी लिएर आउँछ न, कुनै दिन हामी पनि आइन्छ है दोस्त, के चिन्ता नगरौँ। कुनै दिन एक दिन आउने हो हामी पनि है। ए दोस्त के भयो? ल अब चाहिँ हामी ट्याक्क न्युडलमा झर हुन्छ जस्तो सबैजना एकचोटि चाहिँ यहाँ आउनुपर्छ है, सबैजना आउनुपर्छ एकचोटि। कस्तो मजा आउनुको यात्रा। बवाल छ भ्यू केटा हो। ल आऊ केटा हो। ल गाइस, हाम्रो नयाँ युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आमामामामामा के साह्रो बोटे हानेको हाम्रो दोस्तले। ल है ल है ल आयो 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 माइ गॉड ड्रप। ल ल गाडी आयो है त साथी। सही हँसाउँछ नि यार दोस्तले फेरि। हाम्रो दुईटा दोस्तै पछाडि छन्। हेलो गाइज, अब चाहिँ हामी लगभग घर पुग्न आँटेको होइन। घर पुग्नुपर्छ। भएन के यार। मलाई यहाँ फेरि एक्लो फेरि लाज लाग्दो रहेछ कि बोल्दाखेरि यसरी क्यामेरामा हेरेर। अब चाहिँ भ्लग चाहिँ मैले यहीँ एन्ड गर्छु केटा होइन। अब मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब सब गरिदिनु।